तेस्रो सेट पनि सञ्चालनमा आफ्नो अङ्क तालिकामा नम्बर दिन सफल माझकोट खेलकुद विकास समिति वालिङ 3 अङ्क 1 र युक्यान जापानिज ल्याङ्ग्वेज वालिङ 12 काउली 0-1-0 आयो गयो कट सफार गर्दा अङ्क तालिकामा नम्बर दिन सफल माझकोट 2 युक्यान 0-2-0 युक्यानको तर्फबाट बल गर्न सकेन त्यसैले नम्बरको फाइदा भने माझकोटलाई माझकोट 3 युक्यान 0-3-0 अङ्क 1-3 युक्यान जापानिज ल्याङ्ग्वेज 1 माझकोट खेलकुद विकास समिति 3-1-3 अङ्क 4-1 वालिङ 3 4 युक्यान 1 4-1 त्यसै बिचमा हामी सानो अतिथिको आशंकाले जोड्न चाहे गण्डकी प्रदेश भलिबलका पूर्व टिम क्याप्टेन हरि पाण्डेजीलाई आजको यस कार्यक्रमको अतिथिको आशंका गरिदिनुको लागि विनम्र अनुरोध गर्दछु अङ्क स्थिति 2-5 युक्यान जापानिज 2 वालिङ 5 फेरि पनि हाम्रो अङ्क तालिकामा नम्बर दिन सफल युक्यान 3 वालिङ 3-5 3-5 अङ्क 4-5 युक्यान 4 वालिङ 3-5 4-5 अङ्क 5 बराबर युक्यान 5 माझकोट 5 बराबर अङ्क 6-5 युक्यान 6 माझकोट 5 पहिलो टेक्निकल टाइम आउट माझकोटको तर्फबाट अङ्क स्थिति 6-5 लास्ट टाइम खुट्टाले उठाएर पनि त्यस्तो गरेर निकेको यताको 28 यताको 7 नम्बर हो नि यसले हामीले दुरी हो अङ्क स्थिति 6-5 अङ्क
अङ्क 6 बराबर मास्कोट 6 योगदान 6 बराबर अङ्क 7 6 मास्कोट 7 योगदान 6 7-6 अङ्क 7 बराबर योगदान 7 मास्कोट 7 बराबर अङ्क 8-7 योगदान 8 भ्यालिन्टिन 7 8-7 मजा भएन एक सेटमा जित्नु तिन सेटमा लगाएर तिम्रो हाल्यो कटायो अङ्क 8 बराबर मास्कोट 8 योगदान 8 कमी होला छोजदी रामबाछाद्वारा आयोजित यो लोसार पर्वको अवसरमा सञ्चालन गरिएको यो पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको यो फाइनल खेलमा यो अहिले भइरहेको फाइनल खेल वडा नम्बर 3 र वडा नम्बर 12 बिचको रहेको छ र पहिलो 2 सेट सम्पन्न भइसकेको छ 2 सेटमा लगातार वडा नम्बर 12 ले निकालेको छ भने यो तेस्रो सेटको प्रतिस्पर्धा भइरहेको छ अङ्क 9-8 योगदान 9 मास्कोट 8 9-8 अन्त अस्ति घोषित गरिसकेको तिनीहरू अङ्क 9 बराबर मास्कोट 9 योगदान 9 बराबर अङ्क 10-9 योगदान 10 मास्कोट 9 10-9 त्यो एउटा रवि अनि थियो नि त्यो खेल्नु छोड्यो त रवि सुधार के सेन्चुरी के रवि सेन्चुरी पनि थियो भलिबल बलिङमा भइदियो अङ्क 12-9 योगदान 12 मास्कोट 9 12-9 तिनै खेर हार्नु तेस्रो सेटमा अहिले वडा नम्बर 12 ले पुनः दबावमा पारेको छ वडा नम्बर 3 लाई 3 नम्बर अगाडि अङ्क 13-9 4 नम्बरले योगदान 13 मास्कोट 9 योभन्दा अगाडिको पहिलो र दोस्रो सेट पनि वडा नम्बर 12 ले निकालिसकेको छ सेटमा निकै राम्रो प्रदर्शन गरेको छ र अहिले 4 अङ्कले अगाडि बढिसकेको छ। दर्शक महानुभावहरू यो गुरुङहरूको महान पर्व तमु लोसारको अवसरमा आयोजना गरिएको यो खेल हो। वालिङ नगरपालिका वडा नम्बर 1 रामबाछा स्थित यो भलिबल कोर्टमा यो खेल भइरहेको छ र यो फाइनल खेल हो। फाइनल खेलमा वडा नम्बर 3 र 12 को प्रतिस्पर्धा भइरहेको छ र अहिले भइरहेको खेलमा मेरो दायाँ अङ्क 14-9 योगदान 14 मास्कोट 9 14-9 वडा नम्बर 12 को टिम यो दायाँतर्फ रहेको छ भने यो बायाँतर्फ वडा नम्बर 3 को टिम रहेको छ।
यो छाकिने मेरो अब त्यो मोटरहरू जस्तो अहिलेसम्मको अवस्थालाई हेर्दा माझकोट अङ्क 10-14 माझकोट 10 जाउनुपर्ने देखिन्छ युक्यान 14 वाला छैन सुधार हुन पनि सक्छ अङ्क 15-10 युक्यान 15 माझकोट 10 15-10 अङ्क 11-15 माझकोट 11 युक्यान 15 11-15 अङ्क 16-11 युक्यान 16 माझकोट 11 16-11 बल्ल यस्तो हो अङ्क 12-16 माझकोट 12 युक्यान 16 12-16 माझकोटले सान्तवना अङ्क ल्याएको छ अङ्क 17-12 युक्यान 17 माझकोट 12 17-12 अङ्क 13-17 माझकोट 13 युक्यान 17 13-17 अङ्क 18-13 युक्यान 18 माझकोट 13 18-13 वडा नम्बर 12 को टिमले अहिले 18 अङ्क जोडिसकेको छ भने वडा नम्बर 3 13 अङ्कमा रहेको छ अङ्क 14-18 माझकोट 14 युक्यान 18 14-18 वडा नम्बर 3 बाट यो अत्यन्त राम्रो प्रहार थियो त्योसँग एक अङ्क जोड्न सफल भएको छ वडा नम्बर 3 अघिको बदला लिने देखिरहेको छ अङ्क 15-18 माझकोट 15 युक्यान 18 15-18 माझकोट अङ्क जोड्न सफल भएको छ अङ्क 19-15 युक्यान 19 माझकोट 15 19-15 अङ्क 20-15 युक्यान 20
वालिङटिन 15 20-15 खेलाडी परिवर्तन माझको गोदरबाट 5 भित्र 6 बाहिर अङ्क स्थिति 20-15 20 अङ्क पुर्याइसकेको छ भने वडा नम्बर 3 15 अङ्कमा सीमित रहेको छ 5 अङ्क पछाडि परिरहेको छ वडा नम्बर 3 र तेस्रो सेटमा पनि अहिलेसम्मको अवस्था हेर्दा अङ्क 16-20 माझको 16 युक्यान 20 16-20 तर खेल हो भन्न सकिँदैन फाइनल खेलमा अन्तिममा आएर सुधार गरेका पनि धेरै रेकर्डहरू छन् अङ्क 21-16 युक्यान 21 वडा नम्बर 12 माझकोट 16 21-16 सफल भइसकेको छ माझकोट 16 अङ्कमा सीमित रहेको छ अङ्क 17-21 वालिङटिन माझकोट 17 युक्यान 21 17-21 4 नम्बर घर छ नम्बर 3 को सर्भिस अङ्क 18-21 वालिङटिन माझकोट 18 युक्यान 21 18-21 अङ्क 19-21 वालिङटिन माझकोट 19 युक्यान जापानिज ल्याङ्ग्वेज 21 19-21 पछिल्लो समयमा दुवै समूहको खेल अत्यन्त टेक्निकल टाइमआउट युक्यान जापानिजको तर्फबाट टिमले पनि आफूलाई अङ्क स्थिति 19-21 15बाट 19 पुगिसकेको छ 4 अङ्क जोड्न सफल भएको छ अब यो फाइनल खेल वडा नम्बर 3 र 12 बीच चलिरहेको छ सुरु गेम बिगारेर पहिलो 2 सेट लगातार निकालेको वडा नम्बर 12 लाई पनि लगातार अङ्क 22-19 युक्यान जापानिज ल्याङ्ग्वेज 22 रहेको छ वालिङटिन माझकोट 19 प्रदर्शन गरिरहेको छ हेरौँ यो तेस्रो सेट कस्तो रहन्छ अङ्क 20-22 वालिङटिन माझकोट 20 युक्यान जापानिज ल्याङ्ग्वेज 22 वडा नम्बर 3 ले पछिल्लो समयमा सान्तवना अङ्क जोड्न सफल भइरहेको छ तर प्रतिस्पर्धामा आउनलाई निकै मुस्किल भएको देखिन्छ अङ्क 23-20 युक्यान 23 राम्रो पास माझकोट 20 23-20 3 अङ्कले अगाडि गइसकेको छ वडा नम्बर 12 अङ्क 21-23 माझकोट 21 वडा नम्बर 3 ले युक्यान 23 21-23 र वडा नम्बर 12 को 23 रहेको छ अङ्क 24 सेट पोइन्ट 21 युक्यान जापानिज 24 सेट पोइन्ट सेटमा पुगिसकेको छ माझकोट 21 सहिता सेट पोइन्ट पुगेको छ यो चान्स गुमाएन भने वडा नम्बर 12 ले लगातार 3 सेट सहित विजेता बन्नेछ अङ्क 25-21 यो तेस्रो सेट पनि 21 को विरुद्ध 25 अङ्क ल्याएर युक्यान जापानिज ल्याङ्ग्वेज वालिङ 12 का विजय हासिल गर्नुभएको छ र यो विजय सँगसँगै गरी द्वितीय हुन सफल हुनुभएको छ माझकोट खेलकुद विकास समिति वालिङ 3 माझकोटका खेलाडी सदस्यहरू